हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। अनि आज टाइटल र थम्बनेल लिएर थाहा पाइसक्नु भयो हामी कहाँ जाँदैछौँ भनेर। यस गाइज, हामी आज मुस्ताङ जाँदैछौँ। अनि हाम्रो प्लान कसरी भयो, को जाँदै हो, किन जाँदै हो भनेर चाहिँ तपाईँले सुटदेखि अन्तिमसँग हेर्नु भने ठ्याक्कै थाहा पाउनुहुन्छ तपाईँले। अनि त्यसपछि बाटो कस्तो छ भनेर पनि हेर्न सक्नुहुन्छ तपाईँले। भिडियो हेर्नु होला, बाटोको फुल डिटेल्सहरू सबै यहाँनिर छ। अनि ल अब चाहिँ भिडियो इन्जोय गर्नु होला है त। मुस्ताङको बाटो यस्तै छ, जताततै राम्रो छ भनेर नसोच्दा हुन्छ। यस्तो यस्तो बाटो पनि छैन। यस्तो यस्तो बाटो है, यस्तो बाटोमा गाडी फस्छ। अब गाडी हुनु बाइक चाहिँ जान्छ आएर भित्र हाल्नु हेरेर हाल्दा हेरिरहेको छु त हो मुला मैले गर्ने यस्तो यस्तो खाल्छ है। यस्तो यस्तो बाटो गयो। ओइ साइलेन्सर हो त्यो ताप्केको साइलेन्सर। यहाँ बस्ने एकछिन अब ल त्यस्तो बाटो पनि छ हेर्नु सक्नुहुन्छ है। लगाएर हामी चाहिँ त्यो बाटो के भन्छ लगभग पछाडि गाह्रो हुन्छ कि यार। हामीले त्यो बाटो त्यो के अरे बाटो बन्दै गरेको बाटो बल्ल बल्ल तारेर यही हो फोटो खिच्न राखेको यस्तो रहेछ बाटो त। अनि यता यता जान्छ त है। ल हेर्दै पिच बाटो यस्तो छ, यही हो पिच। यो बाटो कर देवी छ यार। देवी छ यार। के हो यस्तो चकलेट चकलेट नरोकमा चकलेट चकलेट खाएर हेर्द नरोकम है। रोक्यो भने जिन्दगी गयो। कहाँबाट लिएर पुगेको छ माथि हेर्दै यस्तो बाटो हो कि लिएको होइन बाइक रोक्यो नि त। हामी चाहिँ हेर्न सक्नुहुन्छ। अहिले हामी चाहिँ कुन झर्ना अन्त ल रुप्से झर्ना रुप्से झर्ना रुप्से झर्ना अरे यसलाई होइन। हामी यहाँ रुप्से झर्नामा आइसक्यौँ। ल हेर्न सक्नुहुन्छ तपाईँले झर्ना। ल दामी छ झर्ना त। शीतल भयो यार, शीतल भएर अब हामी यहाँ जान्छौँ फोटो सोटो खिच्न। ल दामी छ दामी, लभ इट। झर्ना त दिन पर्छ यार। झर्ना पनि सक्यो। अब हामी माथि फेरि जान्छौँ भन्ने कहाँ हो, यति जान्छौँ। अब हाम्रो झर्नाको यात्रा सक्यो। अब झर्ना छैन माथि छैन। लास्ट झर्ना यही हो। अब हामी सिधै आफ्नो ठाउँतिर लाग्छौँ। यो चाहिँ एउटा रेस्ट पनि भयो। अनि फुटेडहरू पनि आउँछ त्यहाँ, के भइरहेको यस्तो। ल अब हामी आफ्नो ठाउँतिर जान्छौँ। फेरि सक्यो हाम्रो यात्रा यहाँको झर्नाको। बल्ल राम्रो लाग्यो है। ल हेर सक्नु तपाईँले, भिड पनि राम्रै छ। ल फाइनल्ली गाइज, फाइनल्ली हामी चाहिँ मुस्ताङ आइसक्यौँ है। मुस्ताङ आएर मुस्ताङबाट हामी के अरे मार्का हो कि फार्का हो कहाँ यो ठाउँ नै आएन। यहाँ आइसक्यो हामी। यहाँबाट अनि जाँदैछौँ। तपाईँले हेर्न सक्नुहुन्छ भ्यू कस्तो छ। दामी छ यार भ्यू चाहिँ। ल बाटो त अब एडजस्ट गर्नुपर्छ। यस्तै हो, झोला पिछा झोला खस्छ दुइटाको। हामीले त्यही पनि भनिदिनु हामी जल्छ छैन त्यसरी नै पानी हामी यहाँ झोला खस्यो त। झोला खस्यो तपाईँ सिन हेर्न सक्नुहुन्छ। दामी छ माइन्ड ब्लोइङ यार। ल यसकै लागि भने आउनुपर्छ मुस्ताङ चाहिँ। यसरी चलाउनु चाहिँ भएन, बाइक पुरानो हुन्छ। तर आउँदाखेरि चाहिँ डट बाइक लिएर आउनु, अथवा के अरे अफ रोडिङ बाइकहरू लिएर आउनु। हुन्डा साइन लिएर आउनु। नर्मल बाइकहरू उतातिरको नर्मल लोकल एरियातिर घुम्ने बाइक लिएर आउनु भने चाहिँ गाह्रो पर्छ। होन्डा साइन लिएर आउनु, माइलेज राम्रो दिनु। होन्डा साइन लिएर आउनु।
हामी चाहिँ फाइनली अहिले जोमसँग आइसक्यौँ अनि जोमसँग अहिले हाम्रो होटल छ कहाँनिर चाहिँ यसो हेर्नुपर्छ होइन यहाँनिर होटलमा सामानहरू राखेर हामी कहाँ जाने रे डुम्बा लेक कुन लेक डुम्बा लेक जान्छौँ हामी डुम्बा लेक गएर अनि के हामी के छ हेर्नेछौँ मुस्ताङ यो चाहिँ स्याउबारी हामी राति निस्किसकेका छौँ बारी डुल्नलाई कस्तो देखियो भने थाहा छैन जाडो यार जाडो छ लोत जाडो ए स्याउबारी तर स्याउ छैन एउटा स्याउ देखेन हुन्थ्यो नि यार मुस्ताङ आउने सपना नि पुरा भयो अब एउटा हिउँ खेल्ने सपना छ त्यो पनि पुरा हुन्छ स्याउ हो लगाए स्याउ मुस्ताङमा स्याउ टिप्न चाहिँ पाउँदैन अरे होइन तर हेर्न सकिन्छ स्याउ कहाँ ए त स्याउ रहेछ त यार लगाए स्याउ जता त स्याउै छैन भन्थ्यो त्यो के त लगाइ हामीले यो गल्लीमा आइसक्यो अनि हामीहरू चाहिँ पुरा ड्रेस लाउँदै के हो तपाईँ अलिक अगाडि हिँड्नु न त अनि आज पुरा ड्रेस लाउँदै फोटो खिच्दै गएको रहेछ हामी भोलि खिच्छौँ आज यस्तै भयो हामी कहाँ होटल सनराइज चौरीको भाले है हजुर यो भाले पोथी छैन पोथी छैन पोथी हुँदैन पोथी हुँदैन यसको हुन्छ तर डुल्नुको लागि राख्छ यो चाहिँ भाले रहेछ देश रुममै सर्भिस यस्तो सर्भिस है रुममा खानाको रुममै सर्भिस छ गुड मर्निङ गाइज गुड मर्निङ हिजो राति चाँडै सुत्यो अनि त्यसपछि चढेदेखि के भन्नु 12-1 कति भइसक्यो थियो अनि मर्निङ भ्यू यस्तो छ यहाँनिर पछाडि हेर्न सक्नुहुन्छ यहाँ अनि हाम्रो चाहिँ प्लान भएको थिएन मुस्ताङको चाहिँ होइन खासमा रातलाई मुस्ताङ जाम भन्ने भयो मुस्ताङ आइगयो लगायत हाम्रो चाहिँ अब हामी घुम्न जाँदैछौँ ड्रेस लिएर अनि हामी बसेको होटल यही हो अब हामी निस्किसक्यौँ यो त स्याउ रहेछ यहाँ हामी चाहिँ अब मर्निङ भ्यू हेर्न हिँडिसकेका छौँ मर्निङ भ्यू जस्तो देखिरहेको छ माथि गएर पुरै बादल पारी छ पुरै बादल छ लाइट सुक्यो हुन्छ नि अरूले सुकेको पनि देखिएको छ पानी ल हामी चाहिँ अहिले माथि आइसक्यौँ सेल्फी डाँडा अनि यो बादल डेन्जर हात देखिँदो रहेछ त्यहाँ
अनि यसको योभन्दा तल चाहिँ पुरै खाइ मात्रै छ है हेर्नु सक्नुहुन्छ एउटा लड्यो भने त सक्यो यार जिन्दगी लगायत हामी चाहिँ अब ड्रेस अप भइसक्यो होइन कस्तो देखाएको छ कमेन्ट गर्नु होला अनि हामी अब यहाँबाट जान्छौँ बाइकहरू सबै एकचोटि बाइक राइड पनि गर्छौँ होला दामी छ यार मुस्ताङमा केडाहरू ग्याङ ग्याङ मुस्ताङमा गर्दै मस्ट्याङमा मैया रुपैयाँ ओछ्यानमा ओ मुस्ताङमा केडाहरू ग्याङ ग्याङ मुस्ताङमा गर्दै मस्ट्याङमा मैया रुपैयाँ ओछ्यानमा लगाएर हामी चाहिँ फाइनल अब यहाँनिर यहाँबाट हामी जाँदैछौँ अब हामी यहाँबाट हजुर जान्छौँ अब हामी यहाँबाट फर्किन्छौँ अनि त्यसपछि खाजासाजा खाएर फेरि अर्को कुन ठाउँ रे गुम्बा लेक पनि जान्छौँ गुम्बा लेकमा फोटो सकिन्छ तपाईँले फोटो हेर्नु भएको छैन भने इन्स्टाग्राम र फेसबुकमा हुन्छ लिङ्क इन डिस्क्रिप्सन डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब ल भ्यू हेर्नु सब इन्जोय गर्नुहोस्